नमस्कार साथीहरू, स्वागत छ तपाईलाई आजको यस नयाँ भिडियोमा। अहिले मध्यपूर्वमा बढ्दै गएको इजरायल र इरान बीचको युद्धले गर्दा धेरै व्यक्तिहरू प्रभावित भएका छन्। खास गरी त्यस खाडी क्षेत्रमा रहेका विभिन्न 6-7 वटा देशहरूमा थुप्रै नेपालीहरू कामका सिलसिलामा बाहिरिएका छन् र तिनीहरूको उद्धार कार्यक्रमलाई अगाडि बढाउन र वास्तविक आँकडा पत्ता लगाउनलाई कन्सुलेट डिपार्टमेन्टले एउटा नोटिस जारी गरेको छ र त्यो नोटिसमा के छ, नेपाल कन्सुलर डिपार्टमेन्टको वेबसाइटमा गई तपाईले आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ। यसले गर्दा सरकार समक्ष तपाईहरुको यथावत संख्या र को व्यक्ति कहाँ छ, कुन अवस्थामा छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ र त्यो विवरण कहाँ भर्ने, कसरी भर्ने त्यो कुरा बुझ्नलाई तपाई यस भिडियोमा हेर्न सक्नुहुन्छ। यस भिडियोमा मैले सम्पूर्ण कुरा देखाएको छु। सबभन्दा पहिला तपाई आफ्नो मोबाइलको क्रोम ब्राउजर खोल्नु होला र यहाँनिर कन्सुलर डिपार्टमेन्टको यो वेबसाइटमा जानु होला। यसको म लिंक तपाईलाई भिडियोमा राखिदिने छु र यहाँनिर दुईवटा अप्सन देख्न सक्नुहुन्छ र यहाँ के लेखिएको छ भने विदेशमा बसोबास गर्ने नेपालीहरूको अवस्था सम्बन्धी विवरण, ओभरसिज नेपाली सिटिजन स्ट्याटस फर्म। यहाँनिर तपाईले दुईवटा अप्सनमा आफ्नो एउटामा राजधानी नम्बर र अर्कोमा तपाईको जन्ममिति राख्नु होला। ल हेर्न सक्नुहुन्छ यहाँ मेरो पुरै डिटेल यहाँ आइसकेको छ। अब स्क्रल गर्नु होला र यहाँनिर हेर्न सक्नुहुन्छ यो रेड स्टार जुन लागेको छ यो सबैमा तपाईले अनिवार्य भर्नुपर्ने विवरणहरू हो। यसमा आफ्नो विवरण भर्नु होला। ल हेर्न सक्नुहुन्छ साथी, म सम्पूर्ण विवरण भरिसके। अब भरिसकेपछि तपाई यहाँ तल हेर्न सक्नुहुन्छ हालको अवस्था। अब अहिलेको तपाईको अवस्था कस्तो हुनुहुन्छ, सुरक्षित असुरक्षित के छ तपाईको अहिलेको अवस्था, त यहाँ टिक लगाएर र यो सबमिटमा क्लिक गर्नुहोस्। हो हेर्न सक्नुहुन्छ यहाँनिर मेसेज आएको छ, यो रिक्वेस्ट हैज बीन सबमिटेड। हो यसरी तपाईले आफ्नो अहिलेको अवस्था के कसो छ भनेर तपाईले सरकार मार्फत यो जानकारी गराउन सक्नुहुन्छ। हो यी थिए साथीहरू आजको एउटा छोटो टेक अपडेट। साथीहरू भिडियो तपाईहरुलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला र साथै यो भिडियो मन परे एउटा लाइक गरी च्यानललाई सब्स्क्राइब गरी बेल आइकन अलमा क्लिक गर्नुहोला। हस्त साथीहरू भिडियो हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद।